बोल न त कसले मुख थुन्देको छ र तिम्रो? उनीहरूको कुरालाई ध्यान नदेऊ बालिके, तिम्रो समस्या भन। मलाई ठुलो पिर परेको छ बाबा। म दिनरात मेहनत गरेर टिकटकमा भिडियो बनाउँछु तर भ्युज नै आउँदैन बाबा। अब म के गरौँ? यो कसरी हुन सक्छ? यति राम्रो मान्छेको पनि भ्युज आउँदैन र? भिडियो चाहिँ कस्तो बनाउँछौ नि बालिके? म सिलाइ बुनाइको भिडियो बनाउँछु बाबा। हे, सिलाइ बुनाइको भिडियो बनाएर कहाँ भ्युज आउँछ त नि? गेट रेडी विथ मी भिडियो बनाऊ, मिलियन्समा भ्युज आउँछ। म पनि फलो गर्दिउँला। ए बालक, नचाहिँदो सल्लाह नदेऊ त। सोशल मिडियाले गर्दा त्यसै हाम्रो चेलीबेटीहरू बिग्रिसकेका छन्। तिमी झन् बिगार्ने कोसिस गर्छौ। ओके, मैले त आइडिया दिएको हो, नलिने भए मलाई बाल। तिमी चिन्ता नगर बालिके, मेहनत गर्दै जाऊ, एक दिन भ्युज अवश्य आउँछ। पक्का आउँछ नि बाबा। मैले अरू केही प्रदर्शन गर्नु पर्दैन नि। आउँछ बालिके आउँछ, मेहनत गर, तिमीले फल अवश्य पाउँछौ। जा अब एउटा फलको लागि कसले मेहनत गर्छ हौ? दोकानबाट किनेर ल्याउने नि। फेरि बढी बोलिस, भस्म गरिदिउ तलाई। तपाईँ त भस्मे डन हो कि क्या हो? खाली भस्म गरिदिन्छु मात्र भन्नुहुन्छ त। बाबा 10 मिनट भन्नुभयो होइन, 20 मिनट भइसक्यो। अब त भन्नुहोस् मेरो रिसलाई कसरी कन्ट्रोल गर्ने? सजिलो छ बालक, अबदेखि जब जब तिमीलाई रिस उठ्छ तब तब मलाई याद गर अनि आँखा चिम्लेर जेन्जी बाबा आउनुहोस् मलाई बचाउनुहोस् भनेर 3 चोटि भन। तिम्रो रिस आफै शान्त हुन्छ बालक। अनि भएन भने चाहिँ के गर्नु नि बाबा? किन हुँदैन, अवश्य हुन्छ। मेरो नाम जपेरै अस्ति एकजनाको बच्चा भएको छ। के सोचेको तिमीले? नाम जपेर बच्चा? कुन टेक्नोलोजी हो यो? यो नेपालमा बनेको टेक्नोलोजी हो, अरू कतै पाइँदैन। नाम जपेर पनि बच्चा हुन्छ र बाबा? हुन्छ नि बालिके, तर अरूको होइन, मेरो नाम जप्नु पर्छ अनि मात्र हुन्छ। किन सोधेको? तिमीलाई पनि बच्चा चाहियो? चाहियो भने भन है, मलाई पनि चाहिएको छ। कस्तो पागल मान्छे हौ? म आफै बच्चा छु, मलाई बच्चा किन चाहियो? अच्छा, बच्चा रे? हेर्दा त दुईटा छोराछोरीको आमा जस्तो देखिन्छ त। ओ ब्रो, तिमी यहाँ जिस्किनु आएको? मान्छे यहाँ समस्या लिएर आउँछ, तिमीलाई जिस्किनु लाज लाग्दैन? चिल ब्रो चिल। एक बारको जिन्दगीमा घरिघरि जिस्किँदा के हुन्छ त? घरिघरि होइन, तिमी अघिदेखि जिस्किरहेछौ। तिम्रो पो समस्या छैन होला, हाम्रो त छ नि। के बोले भाइ? मेरो समस्या छैन रे? मेरो समस्या सुन्यो भने त तिमी उफ्रेर बाबाको काखमा पुग्छौ। के हो त्यस्तो समस्या? सुनाउ न त लु। तिमीलाई किन सुनाउनु? म बाबालाई सुनाउँछु नि। भयो बालक, नसुनाऊ। तिम्रो समस्या सुनेर उल्टै मलाई समस्या हुन्छ जस्तो छ। त्यस्तो भनेर कहाँ हुन्छ? बाबा भएपछि भक्तजनको समस्या त सुन्नु परिहाल्यो नि। भन दोस्त, तिम्रो समस्या भन। मेरो समस्या के हो भने नि बाबा, हरेक रात मेरो सपनामा एउटा हात्ती आउँछ अनि उल्टै मलाई ओइ हात्ती भनेर जान्छ। यो कस्तो संकेत हो बाबा? राम्रो कि नराम्रो? संकेत त राम्रो नि हुन सक्छ, नराम्रो नि हुन सक्छ बालक। हात्ती चाहिँ कत्रो थियो नि? ठुलो कि सानो? ठुलो थियो नि हौ। हात्ती नि सानो हुन्छ र? मेरो मतलब बच्चा थियो कि माउ? खोइ माउ थियो कि बाउ थियो त्यो चाहिँ मलाई थाहा भएन, तर ठुलो थियो। अनि सोड थियो कि थिएन हात्तीको? थिएन, सुँड पनि थिएन, नाङ्लो जत्रो कान पनि थिएन, घोडा जस्तो थियो हात्ती। भयो? घोडा जस्तो पनि हात्ती हुन्छ र? थाहा रहेछ त हुँदैन भनेर। अनि के सुँड थियो कि थिएन भनेर सोधिरहेको त? हात्तीको सुँड हुँदैन? अनि रिसाउनु पर्छ त नि? तिमी मेरो गर्लफ्रेन्ड हो र रिसाएको मसँग? म तिम्रो गर्लफ्रेन्ड जस्तो देखिन्छु? अहिले त देखिएको छैनौ, तर सर्जरी गर्यो भने चाहिँ ठ्याक्कै देखिन्छौ। अरे शिव, यो मेरो आश्रममा के कुरा हुँदैछ? यस्तै कुरा गर्ने भए निस्क मेरो आश्रमबाट। समस्याको समाधान नगरी कता निस्क भन्नु भएको? सुरुमा भन्नुहोस्, मेरो सपनामा हात्तीले किन मलाई हात्ती भन्यो? किनकि तिमी दिनदिनै मोटाउँदैछौ, त्यसैले। एक्सर्साइज गर, नत्र सपनामा मात्र होइन विपनामा पनि हात्ती भन्छ तिमीलाई सबले। एक्सर्साइज चाहिँ कहाँ गर्नु बाबा? घरमा गर्नु कि जिममा गर्नु कि पार्कमा? तिम्रो मर्जी बालक, जहाँ गर्नु मन छ गर। ल ल, त्यसो भए म तपाईँको घरमा गर्छु ल। मेरो घरमा किन? अनि तपाईँले नि जहाँ गर्नु मन छ गर भन्नुभयो होइन? ए मूर्ख बालक, मेरो मतलब तिमीले आफ्नै घरमा गरे नि भयो, जिममा गरे नि भयो, पार्कमा गरे नि भयो भनेको के? ए हस् बाबा हस्, म आफ्नै घरमा गर्छु त्यसो भए। बाबा म पनि एउटा प्रश्न गरौँ? हुन्छ बालिके, गर न। हाम्रो भाग्यमा जे लेखेको छ त्यही हुन्छ भन्छ, के यो सही हो बाबा? होइन बालिके, हाम्रो भाग्यमा केही लेखेको हुँदैन। हामीले आफ्नो भाग्य आफै लेख्नु पर्छ। तेरो बाउले भन्ने होला। भाग्यमै सबै लेखेको भए हामीले यत्रो मेहनत किन गर्नु पर्थ्यो र? बाबा मेरो पनि एउटा प्रश्न छ। भन बालक, के हो प्रश्न? Why mitochondria is called powerhouse of the cell? के? Why mitochondria is called powerhouse of the cell? यति धेरै जानेको भए म बाबा बन्थे त बालक। तपाईलाई यति पनि आउँदैन? यो त 7 क्लासकै बच्चाले भनिदिन्छ हौ। बाबालाई के थाहा? बाबा त नर्सरीमै रेस्टिकेट हुनु भएको, थाहा छैन तिमीलाई? नर्सरीमा चाहिँ कसरी रेस्टिकेट हुन्छ हौ? के जे पाइते बोलेर? जे पाइते होइन, साँच्चै हो। नर्सरी पढ्दा मिसले एम भन्दा बाबाले ओ